नमस्कार सम्पूर्ण साथीहरू चाहिँ सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु है। अनि मेरो युट्युब च्यानलमा चाहिँ मैले भ्लग गर्नु छोडेको धेरै भएको थियो हो। अनि म चाहिँ लगभग 1 वर्ष पछाडि फेरि पनि भ्लग गर्न स्टार्ट गरेको छु। अब चाहिँ मेरो कन्टिन्यू भ्लग आउँछ होइन। अनि हजुरहरू सम्पूर्णले चाहिँ मलाई एकदम सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु है। अनि त्यसपछि अब हामी चाहिँ आज चाहिँ हामीलाई माइली दिदीले माथि मेरो जेठानी माइली दिदीले चाहिँ क्रिसमसको उपलक्ष्यमा खाना खाना बोलाउनु भएको छ होइन। अनि हामी चाहिँ त्यहाँ जाँदैछौँ। अघि कतिजना त अघि गइसक्नु भयो। अब म चाहिँ नानीलाई स्कुल पुर्याएर आउँदा ओर्दा ढिलो भयो कि, त्यही भएर अब मात्रै जाँदैछु। भिडियो अन्तिमसम्म हेर्नु होला। म चाहिँ यहाँ माथि पसलमा आएको छु। हामी खाना खानु जाँदा चाहिँ रित्तै जानु हुँदैन क्या, केही न केही चिल्लानुपर्छ। काइली काकीको पसलमा आएको छु। अनि अब म के लान्छु भने चिनी छ काकी? ला हो र, चौचौ 5वटा लगाइदिनु न। चिनी छैन अरे होइन। अनि अब त्यतिकै रित्तै चाहिँ जानु हुँदैन नि त, त्यही भएर साथीहरू चौचौ वही हालिदिनु न, 5वटा लगाइदिनु न। हामी चाहिँ भेला हुँदै हुँदै जाँदैछौँ। उहाँ चाहिँ कहाँ साइला काका हुनुहुन्छ। काका यता हेर्नु त एकचोटि। बुहारीको च्यानलमा सब्सक्राइब गरिदिनु भन्नु त। बुहारीको च्यानलमा सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरिदिनु होला साथीहरू, भिडियो हेर्नु हुनेहरूले चाहिँ। अनि यता चाहिँ फुपू हुनुहुन्छ, तपाईँ पनि सब्सक्राइब गरिदिनु होला भन्नु जाने साथै नाच्छ। हामी चाहिँ अब यहाँ भेला भएर खाना खानु जाँदैछौँ। माइली दिदीकोमा जाँदैछौँ खाना खानु होइन। अब हामी यहाँ भेला भएर जाँदैछौँ साथीहरू। हामी चाहिँ पुग्न आँट्यौँ खाना खाने घरमा। त्योभन्दा अगाडि चाहिँ यहाँनिर तुम्मा हुनुहुन्छ, एकजना बुढी तुम्मा, हाम्रो एकमात्र बुढी तुम्मा घामले टल्क्यो है। अनि तुम्मा चाहिँ अहिले 85 वर्ष पुग्नु भएको छ। उहाँलाई यसो भेटेर जाऊँ न त भनेर यता तेर्सो आइहाल्यो। ए 86 87 वर्ष लाग्नुहुन्छ नि यो फागुनदेखि त। खै हाम्रो तुम्मा चाहिँ कहाँ हुनुहुन्छ? तुम्मा अरे अब तुम्मालाई पनि देखाउँछु होइन। ला दिदी हो काम बिगारे हो तुम्मा। तपाईँ कति वर्ष पुग्नु? उहाँ चाहिँ हाम्रो तुम्मा 88 वर्ष पुग्नुभयो नि तुम्मा। अब 90 वर्ष पुग्नु आँट्नु भएको छ छिट्टै होइन। अनि यस्तो तुम्मालाई चाहिँ 100 वर्ष काटुन् हाम्रो तुम्माले चाहिँ। एकमात्र हाम्रो एकदम ज्येष्ठ तुम्मा हुनुहुन्छ उहाँ चाहिँ है। सबैले माया गरिदिनु होला, आशीर्वाद दिनु होला है। हो नि भन्दै अब हामी चाहिँ खाना खाने घरतिर जान्छौँ होला है साथीहरू। मेरो भ्लग आउँछ भतिज हेर्नु है त्यहाँ। ओ भतिज ओहो भतिज प्लास्टिक एउटा दिनु न, तपाईँकोमा छ? हेर्नु हो ल भतिज होस् उसो भए। हामी चाहिँ घर पुग्यौँ है साथीहरू। भोटे कुकुर छ नि फेरि डेन्जर तरिकाले। बच्चा पनि निस्केको छ। भोटे कुकुर साथीहरू, भोटे कुकुर छेउमा जाँदा त मारिहाल्छ होला हो। बोक यो चाहिँ भोटे कुकुर है, मार्छ यसले त। लु है हाम्रो खाना आइपुग्यो है। हामी चाहिँ स्पेसल खानामा मिष्टान्न भोजनमा परेका छौँ।
खाना त एकैचोटि आयो जस्तो छ बङ्गुरको मासुसँग होइन एकैचोटि आएको एकैचोटि आयो होइन नथप्ने तरिकाले हामीले चाहिँ खायौँ ल तपाईँहरू हेर्दै गर्नुहोस् ल तपाईँहरू चाहिँ हेर्दै गर्नुहोस् हामी चाहिँ खायौँ खायौँ नै। ल। एकदम मिठो रहेछ खाना चाहिँ काकालाई दाल पर यो चाहिँ मैले याङबेनको अचार होइन बुवालाई हुन्छ दिदी किन यो चाहिँ याङबेनसँगको रक्तीसँगको मिसिएको होइन खल्पी खल्पी दाल चाहिँ लगाइदेऊ न त्यो खल्पी खाँदैन होला यो बालियो होला भनेको निकालिहाल्नु भएको लप्सीको ग्रेभी र के अरे उको ग्रेभी रहेछ भने Token धाक्छु जस्तै पेन ल साथीहरू अब हामीले चाहिँ खानासाना खायौँ अनि फर्क्यौँ होइन घामले पनि पोल्यो घाम तापेर तापेर निन्द्रा पनि लाग्ला जस्तो भएको छ होइन अनि हजुरहरूलाई भिडियो कस्तो लाग्यो त कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला सब्सक्राइब गरिदिनु होला अनि कमेन्ट गर्नु होला लाइक सेयर गरिदिनु होला बाई बाई